ल हाम्रो बाउजू यहाँ छ ल हाम्रो बेला चाहिँ प्रवेश भइसकेको छ हो र धेरै खुसी छ त आज त अन्त होइन गाइस आज चाहिँ हामी कहाँ भन्दा तपाईँको हाम्रो दाको बिहामा आएको छ सुरेन्द्रको बिहामा हामी चाहिँ भर्खर यहाँबाट जाँदैछ ओह्रालो हो पर्खिरहेछ अन्त सबजना आइसक्यो हला लाएर टक्कै होइन हेर्छौँ बोजू के बिमार भएको फेरि पल भाइ आउनुपर्छ भिडियोमा हल्का ठिक हुनुहुन्छ एकदम अप्ठ्यारो हुन्छ नि त है लु के त अन्त हल्का अन्त यत्तिको चाहिँ हुनु पऱ्यो नि त होइन खास के भनिदेऊ न अन्त सानो आज कहाँ गएको लु भनिदिइहाल त आज हाम्रो साथीको बिहा शुभ विवाह केटाहरू सबैजना छ होला नि अस्तिको सबै लिएर आएको छौँ केटाहरू सबै लाला छ लाला लाला छ आएन किन जम्मा हामी चाहिँ आइसक्यो यहाँनिर एउटा दुईवटा तिनवटा गाडी बिहामा चाहिँ नपुगेछ हामी अब बिहामा पुग्नु चाहिँ अलिक टाइम लाग्छ होला अझै आधी हाफ एन आवर्स आधी घन्टा जस्तो लाग्छ होला हो त्यसपछि चाहिँ तलको जति पनि भिडियो क्लिपहरू हुन्छ तपाईँहरूलाई म देखाउँदैछु हाम्रो अब चाहिँ के अरे बेहुला बेहुलीको गाडी आइसकेको छ ल ल ल जाउँ होइन फोटो खिच्ने छोडिनु ल अहिले फेरि गाडीमा कति जना छ त्यो हिसाबले भइहाल्छ है हिसाबले भइहाल्छ गाडी ल्याउनु पर्दैन कहाँ यहाँ हिँड्दो रहेछ नि तर मान्छेहरू यहाँ पनि पछाडि ओ हेर म अहिले फर्स्ट पुगेर थिएँ तल बिहान एक्लै गएर नि गाडी राखेर आयो नि जुन फर्स्ट भइदिएको एक्लै बिहामा त हाम्रो लुगाइछ अब हामी चाहिँ ओह्रालो जाँदैछौँ हो भर्खर आइपुगेर अब बेहुलाबेहुली तलसम्म गाडीमा जाने अरे हाम्रो चाहिँ पैदल यात्रा ल हाम्रो बाउजू यहाँ छ ल हाम्रो बेला चाहिँ प्रवेश भइसकेको छ हो र धेरै खुसी छ त आज त अन्त होइन मुस्कान छ आयो लोगन्डा अमिन होइन लोगन्डा यहाँ परेको छ है गाडी हलको उतापट्टि आज चाहिँ यसो बिहाको भाइबहरू हेर्नुहोस् कस्तो के हुन्छ होइन म तपाईँहरूलाई देखाउँदैछु है भाउजू यहाँ हुनुहुन्छ दाजु यहाँ हुनुहुन्छ लु गाइस अब यहाँ चाहिँ यस्तो रहेछ यहाँ चाहिँ तपाईँको के भन्दा अब हुन्छ नि बिहामा अब त्यो बाटो खोल्ने अरे अब त्यही होला सगुनहरू दिनुपर्ने रहेछ
हाम्रो चाहिँ जन्ती चाहिँ डरै लाग्छ है। हाम्रो जन्ती चाहिँ पुरा आएको छ। अहिले खदाहरू त अहिले प्रेजेन्ट दिँदा पहिला काका सिनवा काका काका बाङ्गा बनाएर पकाएर खाएर गयौँ र यहाँको जति पनि तपाईहरुले मलाई सत्कार दिनुभयो, जस्तो प्रकारले माया दिनुभयो, त्यति नै बेला मैले थाहा पाएको थिएँ कि यो गाउँ चाहिँ यति दामी रहेछ, यति रमाइलो जग्गा रहेछ, यति राम्रो जग्गा रहेछ। हे 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 Hello chick chick, hello chick, hello chick, hello chick, hello chick, hello chick, hello chick. Nako sansarma आइपुग्ने विरतीको दुनियाँमा म त भुले